विगत 28 वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आउनुभएको पत्रकार कविन्द्र शेर्मालाई घुमन्ते ग्रुप हेल्पिङ ह्यान्ड्सले उपचारमा सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरेको छ। केही समय अघिबाट क्यान्सर रोगसँग जुधिरहनु भएका पत्रकार शेर्मालाई घुमन्ते ग्रुपले 5 थरको फिल्ममा सोमबार एक औपचारिक कार्यक्रम गर्दै सो सहयोग रकम हस्तान्तरण गरेको छ। घुमन्ते ग्रुपले सामाजिक सञ्जाल टिकटक मार्फत अन्य सहयोगी दाताहरूलाई जोड्दै कुल 3,69,340 रुपियाँ जम्मा गरेर पत्रकार शेर्मालाई स्वास्थ्य लाभको कामना गर्दै उक्त रकम हस्तान्तरण गरेको हो। ग्रुपले टिकटकको माध्यमबाट संयुक्त राज्य अमेरिका, क्यानाडा, साउदी, भुटान लगायतका देशहरूका नेपालीहरू साथै नेपालका विभिन्न स्थानका सहयोगीहरूबाट सो रकम जम्मा गरिएको ग्रुपका सदस्य शान्ति राईले बताउनु भएको छ। टिकटक मार्फत जोडिएको घुमन्ते ग्रुपमा 14 सदस्य रहेका छन्। घुमन्ते ग्रुपले हालसम्म 40 भन्दा बढी रोगी पीडितलाई सहयोग गरिसकेको ग्रुपका अध्यक्ष दार्जिलिङ निवासी दिनेश लिम्बुले बताउनु भएको छ। आगामी दिनहरूमा पनि ग्रुपले यस्तै परोपकारी काम गर्दै जाने अध्यक्ष लिम्बुको भनाइ छ। शुभेच्छुकहरूको सहयोग, हौसला र प्रोत्साहनले आफूमा आत्मबल बढेको र बाँच्ने आशा पलाएको क्यान्सरसँग जुधिरहनु भएको पत्रकार शेर्माले बताउनु भएको छ। आफूले प्राणघातक रोग क्यान्सरलाई जितेर उदाहरणीय व्यक्ति बन्ने भन्दै शेर्माले रोगलाई जितेर फर्किएर पुनः पत्रकारिता पेसाबाट समाजलाई योगदान दिने आफ्नो सोचाइ रहेको बताउनु भयो। कार्यक्रम 5 थर जिल्ला समन्वय समितिका अध्यक्ष रामराज आङदेम्बेको प्रमुख आतिथ्यता तथा साथै घुमन्ते ग्रुपका सदस्यहरू साथै पत्रकार तथा समाजसेवीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले पत्रकार शेर्मालाई स्वास्थ्य लाभको कामना व्यक्त गरेका थिए।